नमस्कार। म यहाँ तपाईँहरूले भन्नुभएको एउटा प्रब्लम म यहाँ सल्भ गरेर आउँदैछु है। तपाईँहरूको प्रब्लम यो थियो कि जुन रेडमीको फोन्सहरू छन् होइन, त्यसमा भोइस टाइपिङको प्रब्लम थियो टकब्याक अन गरिसकेपछि। अब टकब्याकको मतलब टकब्याकले अन गरिसकेपछि त्यो जुन प्रब्लम छ यसलाई मेनली सल्भ गर्ने दुईवटा मतलब ऊ छ, तरिका छ। यो टकब्याकमा मात्रै लागु हुँदैन, प्रुडेन्स स्क्रिन रिडर, त्यसै गरी तपाईँको जिसिओ प्लस र कमेन्ट्री स्क्रिन रिडर सबैमा लागु हुन्छ। यो प्रब्लम विशेष गरेर खास कुन कुन डिभाइसमा हुँदो रहेछ भन्दाखेरि हाइपर ओएस 1.0 बेस्ड इन एन्ड्रोइड भर्जन 15 यो र यसभन्दा माथिका भर्जनहरू मा यो प्रब्लम रहेछ र यो मलाई अहिले लाग्दैन कि अहिले तत्कालै फिक्स हुन्छ। फिक्स होला लङ टर्ममा, मतलब 6 महिना 2-3 सालमा त्यो फिक्स हुनु द्याट्स अ नर्मल थिङ, बट यति सर्ट त्यो फिक्स हुने मलाई लाग्दैन। द्याट्स बिकज म तपाईँहरूको यो प्रब्लमको एउटा सल्युसन एभाइलेबल गराउँदैछु। सर्वप्रथम यसको दुईवटा तरिका छ, चाहे यो टकब्याक होस् या जिसिओ प्लस होस् या प्रुडेन्स स्क्रिन रिडर होस्। तरिका नम्बर 1 त यो छ कि किबोर्डमा जाने, मतलब जुन ठाउँमा भोइस टाइपिङ गर्नु छ, फर इक्जाम्पल वाट्सएप, त्यो खोल्ने र आई एम जस्ट सोइङ यु अप, सो वेट। सो म त्यो हजुरहरूलाई त्यो म हजुरहरूलाई हराउँछु है। त्यो कसरी गर्ने, तरिका नम्बर 1, लेट्स से आई वेन्ट टु वाट्सएप, म वाट्सएपमा गएँ र यो जुन म्यासेज बक्स छ म यहाँ डबल ट्याप गरेँ होइन। अब यो जुन यो भोइस टाइपिङ छ नि, मतलब पी भन्दा माथि ठ्याक्कै अलि माथि छ र तपाईँको जुन पावर बटन हुन्छ यसभन्दा मतलब लगभग आधा इन्च तल हुन्छ होइन, यो भोइस इनपुट, जसले युज भोइस टाइपिङ भन्छ यहाँ। र यो तरिका नम्बर 1 बाट गर्नलाई टकब्याक मतलब अफ गर्ने र टकब्याक अफ गरिसकेपछि यसमा टच गर्ने अनि यो एउटा टोन बज्छ अनि त्यसपछि तपाईँले गर्नुपर्छ। सबभन्दा पहिला तपाईँले यो कुरा बुझ्नुपर्छ कि यो गर्दाखेरि तपाईँको औँला ठ्याक्कै यो भोइस इनपुट युज भोइस टाइपिङमा जानु पर्यो, अदरवाइज अलिकति पनि तल भयो भने पीमा जान्छ, अलिकति पनि बायाँ भयो भने यु नो थीम सेटिङमा जान्छ र अलिकति पनि माथि भयो भने भोइस मेसेजमा जान्छ। देन यो कुरा एकदम सेन्सिटिभ छ, तपाईँहरूले याद राख्नु होला। म अगेन भनिदिइरहेको छु, यो तरिका नम्बर 1 गर्नको लागि कुनै पनि ठाउँमा भोइस टाइपिङ गर्नु परेको ठाउँमा जाने, त्यहाँको मेसेज बक्स या टाइप बक्स या एडिट बक्स भन्छ त्यसलाई खोल्ने, त्यो त्यहाँ किबोर्ड आउँछ अनि त्यसपछि यसरी छाम्दै जाने। पी जब भन्छ नि, पी भनिसकेपछि माथि भोइस इनपुट आउँछ अनि त्यसपछि तपाईँले त्यो औँलाले यसरी नाप्ने कि त्यो कहाँ छ। मेरो लागि ठुलो कुरा भएन किनकि यु नो म यस्तो धेरै दिनदेखि गरिरहेको छु। त्यो गर्ने अनि त्यसपछि टकब्याक अफ गर्ने, एउटा हातले मतलब त्यो औँलालाई माथि गर्ने, त्यही राख्ने, मतलब त्यसकै माथि गर्ने, टकब्याक अफ गर्ने र त्यो गर्ने गरिसकेपछि हेलो व्हाट इज गोइङ अन, आई थिंक एभ्रिथिङ इज फाइन र टकब्याक मैले अफ गरेँ। त्यो अन गरिसकेपछि अब म हजुरहरूले एउटा कुरा बताउन चाहन्छु यहाँ, किनकि म स्क्रिन रेकर्ड गर्दैछु र मेरो मतलब यसको लागि माइक्रोफोन युज हुँदैछ, त्यस कारणले मतलब तपाईँहरूले जानकारी होला सायद मोबाइलमा एउटै माइक्रोफोन हुन्छ, त्यसकारण यो भोइस इनपुट मतलब यो भोइस टाइपिङ हुन सकेन। यो त भयो एउटा तरिका, तर तपाईँहरूले गर्नुभयो भने यो तरिका चाहिँ काम गर्छ। अर्को भयो तरिका नम्बर 2, त्यसको लागि सबभन्दा पहिला तपाईँहरू के गर्नु भन्दाखेरि टकब्याक सेटिङमा जानु।
त्यसमा जाने दुईवटा तरिका छ मेनली। तरिका नम्बर 1 त यो भयो कि स्क्रिनमा एल बनाउने टकब्याक मेन्यु भन्छ, त्यहाँबाट टकब्याक सेटिङमा जाने। यसलाई जेस्चरको भाषामा स्वाइप डाउन देन राइट भन्छ। अर्को तरिका यो छ कि सेटिङमा जाने, एक्सेसिबिलिटीमा जाने या टकब्याकमा जाने। यो एन्ड्रोइड भर्जन 15 र 15 प्लस को लागि यो विशेष गरेर एक्सेसिबिलिटी डाइरेक्टली पाइन्छ। यसको तलको तपाईको फोन हो भने सेटिङ, एडिसनल सेटिङ, एक्सेसिबिलिटी, टकब्याक अनि त्यहाँ भन्छ सेटिङ, त्यसमा गइहाल्ने। बस भयो, यो त भयो टकब्याक सेटिङमा जाने। अब म तरिका नम्बर 1 युज गरेर तपाईहरुले टकब्याक सेटिङमा लग्दै छु त्यो सोलुसन नम्बर 2 हेराउनलाई। टकब्याक मेन्यु, त्यसपछि टकब्याक सेटिङ्स, त्यसपछि कस्ट कन्ट्रोल्स अनि यो बर्बासी डाटा उति आइसकेपछि तपाईले जानुपर्ने मेन ठाउँ भनेको कस्टमाइज जेस्चर्स। यो कस्टमाइज फोकस भयो, कस्टमाइज जेस्चर्स, यु नो CUSTOMMISE कस्टमाइज जेस्चर्स, यहाँ जानु होला। त्यसपछि तपाईहरुले के गर्नु पर्यो भन्दाखेरि तपाई जुनसुकै जेस्चर जुनमा तपाई कम्फर्टेबल हुनुहुन्छ, अब यहाँ धेरै जेस्चरहरु छन्, त्यसमा क्लिक गर्नु र टर्न अन अर अफ स्पीच भन्ने फंक्सनलाई त्यो जेस्चरमा सेट गर्नु। म अहिले तपाईलाई यो कुनमा सेट गरेर हेराउँछु भन्दाखेरि स्वाइप लेफ्ट देन डाउन, यसमा मैले यसकारण पनि सेट गरे हो किनकि यसमा टकब्याकबाट डिफल्ट रूपमा मतलब यो जुन जेस्चर छ यसमा टकब्याकबाट डिफल्ट रूपमा तपाईको त्यही हुन्छ, मतलब टकब्याकको जुन डिफल्ट हुन्छ नि त्यहाँबाट यसमा स्क्रिन सर्च फंक्सन राखिएको हुन्छ स्वाइप लेफ्ट देन डाउनमा। खासमा त्यो स्क्रिन सर्च मलाई प्र्याक्टिकली त्यसको कुनै काम लाग्दैन, सो त्यसकारणले म स्वाइप लेफ्ट देन डाउनमा यो जुन टर्न अन एन्ड अफ स्पीच को फंक्सन राख्छु। तपाईले कम्फर्टेबल भएको जुनसुकै जेस्चरमा तपाई राख्न सक्नुहुन्छ। यो त भयो। स्वाइप लेफ्ट देन डाउन भयो। अब म हजुरहरुलाई सुरुदेखि हेराउँदैछु है। यो तपाईहरुलाई यसमा आइसकेपछि यो यहाँ यो बेसिक नेभिगेसन यो सब यसमा केही पनि नगर्नु, जस्ट तपाई स्वाइप राइट गर्दै जानु जबसम्म कि यो टर्न स्पीच अन अर अफ भन्दैन। यो आइसकेपछि डबल ट्याप गर्नु, यो तपाईले चाहेको जेस्चरमा यो फंक्सन सेट भयो हैन। त्यसपछि तपाईले चाहेको जेस्चरमा यो फंक्सन सेभ भइसकेपछि तपाईलाई याद होला नै त्यो जेस्चर, किनकि तपाई त्यसमा कम्फर्टेबल हुनुपर्ने थियो र तपाई सायद हुनु भएकै होला। मेरो लागि स्वाइप लेफ्ट देन डाउन थियो त्यो। त्यसपछि तपाई जुन ठाउँमा भोइस टाइपिङ गर्नु पर्यो त्यो ठाउँमा जानु, गो इन विच एप यु वान्ट टु युज भोइस टाइपिङ। त्यहाँ गइसकेपछि तपाई एडिट बक्स खोल्नु, जसलाई कीबोर्ड खोल्नु पनि भनिन्छ, त्यो खोलिसकेपछि अगेन म तपाईहरुले व्हाट्सएपमा लान्छु र एक सेकेन्ड व्हाट्सएप हैन, व्हाट्सएपमा गइसकेपछि कीबोर्ड खोल्नु हैन। कीबोर्ड खोलिसकेपछि आवश्यक पर्यो भने त्यो कुन ठाउँमा युज भोइस टाइपिङ भन्छ त्यसलाई टच गरेर त्यहाँ त्यसको अनुसारले आफ्नो फिंगरको पोजिसन गर्नु अनि तपाई अनुमान लाउनु, मतलब मेमोराइज गर्नु र आवश्यक पर्न भने नगर्नु। मेरो लागि यो आवश्यक छैन किनकि मलाई थाहा छ यही छ। त्यसपछि त्यो जेस्चर परफर्म गर्नु, फर एक्जाम्पल म परफर्म गर्छु स्वाइप लेफ्ट देन डाउन। एक सेकेन्ड गलत भयो, स्पोकन फिडब्याक इज अफ भन्यो,
त्यसपछि हो यो टोन बज्यो। अब यो टोन बजिसकेपछि तपाईको नर्मली टाइप हुन्छ र टाइप गरिसकेपछि तपाईँ फेरि त्यही जेस्चर परफर्म गर्नुभयो भने स्पोकन फिडब्याक अन या मतलब अफ गर्नुभएको हुन्छ अन भइहाल्छ। फर इक्जाम्पल म परफर्म गराएर आउँछु। स्पोकन फिडब्याक इज अन भन्यो होइन। अब तपाईँ यसरी गर्न सक्नुहुन्छ। अब तपाईँहरूको दुईवटा मेनली क्वेसन हुनसक्छ। क्वेसन नम्बर वान यो हुनसक्छ कि मानौ तपाईँहरू भोइस टाइपिङ गर्दै हुनुहुन्छ, टकब्याक अफ छ या स्पोकन फिडब्याक अफ छ भने तपाईँहरूले त्यसलाई स्टप कसरी गर्ने? स्टप गर्ने सबभन्दा उत्तम तरिका जुन दुवै तरिकामा काम गर्छ, ट्रिक नम्बर 1 र ट्रिक नम्बर 2 दुवैमा, तपाईँ टाइपिङ गरिसकेपछि होम बटनको ठ्याक्कै अलिमाथि जस्ट एउटा औँला एकचोटि राख्नु, त्यो स्पेस बटन हो, त्यहाँ स्पेस एउटा दिइन्छ र त्यो भोइस इनपुट बन्द हुन्छ होइन। अब यति त भयो होइन। तपाईँ यसरी यो भोइस इनपुटको प्रब्लम सल्भ गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँहरूलाई इफ यु मतलब तपाईँहरूलाई राम्रो लाग्यो भने मतलब राम्रो भन्दा पनि जसलाई चाहिएको छ उहाँहरूलाई तपाईँहरू सेयर गरिदिनु होला। म यति भन्न चाहन्छु। थ्याङ्क यू।